गृहमन्त्री सुदन गुरुङको विषयमा सञ्चार माध्यममा व्यापक चर्चाको विषय बनेको छ। महामन्त्री तपाईँ बन्नु भएको छ, उहाँको विषयमा अब पार्टीले के गर्छ? पार्टीले अध्ययन गरिरहेको छ, सरकारले पनि अध्ययन गरिरहेको छ। आवश्यक पहल तपाईँले ध्यानाकर्षण गराइदिनु भयो, त्यसको लागि धन्यवाद। हामीले चाहिँ सरकारलाई चाहिँ पार्टीको तहबाट ध्यानाकर्षण गराउने आवश्यक चाहिँ पहल के गर्नुपर्ने हो हामी गर्छौँ। तर तपाईँहरूले सिफारिस गर्नुभयो भने पदमुक्तका लागि योभन्दा अगाडि दीपक कुमार शाहलाई पदमुक्त गराउनु भएको थियो। अब त्यस्तै परिस्थिति सुदन गुरुङको बनेको छ। अब त्यो विषयमा छलफल त चल्ला, अहिलेसम्म के छ छलफल पार्टीमा चलेको छैन? छलफल चलिरहेछ। अध्ययन सकिने बित्तिकै हामी के गर्ने निर्णय लिन्छौँ। कहिले जति समय कति लाग्छ? यो समय लाग्ला केही दिन। म धन्यवाद सबैलाई। सर्वप्रथम चाहिँ जेन्जी शहीदहरू र अहिले हाम्रो लोकतान्त्रिक आन्दोलनमा अहिलेसम्मका सम्पूर्ण शहीदहरूलाई स्मरण तथा हार्दिक श्रद्धाञ्जली भन्न चाहन्छु। यो विशेष घडीमा केही लोकतान्त्रिक आन्दोलनमा योगदान दिनुभएका बिपी कोइराला, मदन भण्डारी, कृष्णप्रसाद भट्टराई किशुनजी र स्वर्गीय उज्जवल थापालाई अहिले सम्झिन चाहन्छु। उहाँलाई ट्रिब्युट पनि आफ्नो तर्फबाट चाहिँ म भन्न चाहन्छु। र देशैभरिबाट राष्ट्रिय स्वतन्त्र पार्टीलाई 2/3 नजिक मतदान गरेर जुन जनता नेपाली जनताले दिनुभएको छ त्यसको लागि चाहिँ नेपाल जनतालाई धन्यवाद। त्यस्तै पार्टीका पङ्क्ति तबकामा भएका कार्यकर्ताजीहरू, सदस्यजीहरू, नेताजीहरू र यस विशेष घडीमा धन्यवाद भन्नै पर्ने पार्टीका सभापति रवि लामी छानेज्यू र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहजीलाई पनि धेरै धेरै धन्यवाद भन्न चाहन्छु। राष्ट्रिय स्वतन्त्र पार्टी तपाईँको यो अर्को एउटा पार्टी बन्न आइपुगेको होइन। तपाईँको चाहिँ अब संस्कार र थिति बसाल्ने र बदल्ने नेपाली समाजको त्यो पार्टीका रूपमा चाहिँ हामी यसलाई अगाडि लगेर जान चाहन्छौँ। थप केही छ भने सोध्नु। जस्तो कि अब एउटा प्रश्न, अब यो टाइममा मैले तपाईँलाई चर्को क्वेसन गर्यो भने चाहिँ नमान्नु होला। तपाईँ भर्खर महामन्त्री बन्नु भएको छ। गृहमन्त्री सुदन गुरुङको विषयमा सञ्चार माध्यममा व्यापक चर्चाको विषय बनेको छ। महामन्त्री तपाईँ बन्नु भएको छ, उहाँको विषयमा अब पार्टीले के गर्छ? पार्टीले अध्ययन गरिरहेको छ, सरकारले पनि अध्ययन गरिरहेको छ। आवश्यक पहल तपाईँले ध्यानाकर्षण गराइदिनु भयो, त्यसको लागि धन्यवाद। हामीले चाहिँ सरकारलाई चाहिँ पार्टीको तहबाट ध्यानाकर्षण गराउने आवश्यक चाहिँ पहल के गर्नुपर्ने हो हामी गर्छौँ। तर तपाईँहरूले सिफारिस गर्नुभयो भने पदमुक्तका लागि योभन्दा अगाडि दीपक कुमार शाहलाई पदमुक्त गराउनु भएको थियो। अब त्यस्तै परिस्थिति सुदन गुरुङको बनेको छ। अब त्यो विषयमा छलफल त चल्ला, अहिलेसम्म के छ छलफल पार्टीमा चलेको छैन? छलफल चलिरहेछ। अध्ययन सकिने बित्तिकै हामी के गर्ने निर्णय लिन्छौँ। कहिले जति समय कति लाग्छ? यो समय लाग्ला केही दिन। जीवी राईको विषयमा चाहिँ छलफल भएको छ कि छैन? जीवी राईलाई यो सरकारले ल्याउन सकेन भन्ने प्रश्न आएको छ। छैन हजुर, अहिलेसम्मको म छलफलमा अब आजबाट यहाँ पदाधिकारीको रूपमा पाउनुभयो र थप पार्टीमा भएको छलफल चाहिँ म पारदर्शी रूपमा चाहिँ यहाँहरूलाई जानकारी जीवी राईको विषयमा रासोपाले छलफल कहिले गर्छ ठ्याक्क भनिदिनुहोस्। जस्तो कि तपाईँ महाधिवेशनमा जुन निर्वाचन महाधिवेशन पार्टीले महाधिवेशनको तयारी अगाडि सुरु गरेको छ, त्यसको केही जिम्मेवारी तपाईँलाई पनि दिएको छ भन्ने सुनिएको छ। यस विषयमा बताइदिनु थोरै। आज चाहिँ एउटा समिति गठन भएको छ। पार्टी, सरकार र सदनको चाहिँ समन्वयात्मक भूमिकाको लागि त्यसको चाहिँ संयोजकको रूपमा चाहिँ केन्द्रीय समितिले मलाई जिम्मा दिएको छ। यसका अलावा चाहिँ विभिन्न समितिहरू गठन भएका छन् र महामन्त्रीको चाहिँ आफै पनि विधान अनुसारको चाहिँ काम कर्तव्य र अधिकार हुन्छ। तिनीहरूमा म चाहिँ क्रमशः अहिलेदेखि नै अब काम सुचारू गर्छु। जस्तो कि तपाईँ महामन्त्री बन्दै गर्दा संस्थापक महामन्त्री राष्ट्रिय स्वतन्त्र पार्टीका मुकुल ढकाललाई केही सम्झन चाहनुहुन्छ? धन्यवाद सम्झाइदिनु भयो। त्यति मात्र हो? ढकालले बनाएको पार्टीमा तपाईँ महामन्त्री बन्नुभयो, के भन्नुहुन्छ? धन्यवाद। ल हस् है।